भन्छ अक्कलकोट यो पुरै ढुङ्गाको बिचमा खोपिएको बाटो हो। पहिला पुर्खाहरूले खोपेका अनि त्यत्तिकै नेपाली बहादुर भनेको त होइन। देशले विकास फड्को मारिरहँदाखेरि ठाउँ ठाउँमा ग्रामीण सडकहरू पुलिन गयो। त्यसपछि तपाईँको यो बाटो सुक्दै सुक्दै अनि त्यति मात्र नभएर यहाँ जलमार्ग पनि छ। पानी बोट पनि चलिरहेछ। भएको मान्छेहरू अहिले सुविधा खोज्छ, पानी बोटमै यात्रा गर्छन्। यहाँ भनेको थोरै एक दुईजना कहिलेकाहीँ त्यस्तै इमर्जेन्सी पर्दाखेरि मात्रै हिँड्ने हो। अनि तपाईँको यहाँदेखि माथि पुरै ठुलो हाइवे छ। त्यही भएर त्यो हाइवे भन्दाखेरि यो बाटो सबै पुरिएको थियो। विगत यो 2 सालदेखि होला यसको पनि तपाईँको सायद यहाँ सरकारवालाहरूले त्यो ठेक्का पारेर यो बाटो राम्रो पोहोर साल पनि राम्रै मर्मत गरेका थिए। अब बर्खायामको उसले गर्दाखेरि कति पुरिए बाटो, कति भत्किए, फेरि पुनः निर्माण गरेर राम्रै बनाउनु भएको रहेछ। धन्यवाद जसले यहाँ गर्नुभयो, धन्यवाद। यतिको गर्नु पर्यो क्या, सरकारी काम यतिको गर्नु पर्यो टेन्डर पाइसकेपछि। यहाँ जसले पाउनु हो उहाँले धेरै धेरै मुरी धन्यवाद। हस् त।